यला महानगरपालिका मेलमिलापकर्ता तेत भेलायका पुनः तार्जकी तालिम बिगुदु महानगरपालिका न्यायिक समिति मेलमिलापकर्ता या भेला लिसे पुनः तार्जकी तालिम बिगुख ज्याजोले उपप्रमुख लिसे न्यायिक समिति या कजी मञ्जरी साके वज्राचार्य थुगु तालिम कानुनी आधारे मेलमिलाप गु कथा या फै दैगुके मेलमिलापकर्ता तेस दक्षता प्राप्त याइगुली थ विश्वस्त जुगु थैदिला आज यहाँलाई फर्म पनि फिल अप गर्छ त्यो फर्ममा चाहिँ तपाईहरुको सिभी भर्या जस्तै केही चाहिँ डिटेल पनि हामीले खोजेका छौं र तपाईको इन्ट्रेस्टको सेक्टर चाहिँ के हो कुन सेक्टर भयो भने तपाईलाई इन्ट्रेस्ट लाग्छ भन्ने त्यो ब्याकग्राउन्ड पनि तपाईले अलिकति डिटेल भर्नु भयो भने हामीले त्यो प्यानल जस्तो बनाएर 4-5 वटा सेक्टर छुट्यायौं भने तपाईलाई एउटै विषय विज्ञतामा प्रोफेसनल ढंगले अगाडि बढ्न पनि सजिलो हुन्छ भन्ने हामीलाई लाग्छ। त्यसकारण यो सुरुवात ललितपुर महानगरपालिकाले गरेको छ। यहाँहरु सबैले पनि आफ्नो इन्ट्रेस्टको सेक्टर छुट्याएर त्यो इन्ट्रेस्टको सेक्टरमै फोकस गरेर गर्यौं भने हामीले जसरी अपेक्षा गरेका छौं मेलमिलापकर्ताको रूपमा यहाँहरु सफल हुने अपेक्षा हामीले गरेका छौं। यहाँहरुले तल नै सकेसम्म धेरै विवादहरु समाधान गर्नुस् भन्ने पनि हाम्रो अपेक्षा छ र ललितपुर महानगरपालिकाको अपेक्षा सकेसम्म ललितपुर महानगरपालिका विवादमा न्यून अब समाज हुँदासम्म विवाद त शून्य त हुँदैन भन्ने छ। जबसम्म समाज रहन्छ झगडा रहि नै रहन्छ विवाद रहि नै रहन्छ। त्यसकारण शून्य बनाउने हाम्रो परिकल्पना पनि हामीले गर्न सक्दैनौं न्यून गर्ने हो। त्यो न्यून गर्नको लागि चाहिँ यहाँहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुहुन्छ भन्ने पनि हाम्रो अपेक्षा छ। र यो क्षेत्र भनेको क्षेत्र पनि कस्तो भने हाम्रो कामको क्षेत्र मात्रै होइन पेशाको क्षेत्र मात्रै होइन यो सामाजिक क्षेत्र हो। सामाजिक क्षेत्रमा हामीले मुद्दा हामीले आयो कि आएन मुद्दामा हामीले फैसला गर्न सक्यौं कि सकेनौं भन्नुभन्दा पनि हामीले सुरुदेखि नै भनेर तपाईहरु मेलमिलापकर्ता टोलमा एकजना भइसकेपछि कमसेकम आफू आफ्नो परिवार र आफ्नो टोलमा मात्र विवाद न्यून गर्न सक्नु भयो भने धेरै कम चाहिँ हामीले विवाद कम गर्न सक्छौं। जति विकसित भए पनि जति सम्पन्न राष्ट्र भए पनि विवाद चाहिँ शून्य हुँदैन। जहाँ जपछि ज आउँछ भने जस्तो जहाँ जग्गा छ जहाँ सम्पत्ति छ त्यसमा समस्या भनेको आउँदै नै गर्छ। जहाँ सम्बन्ध छ त्यहाँ समस्या आउँदै नै गर्छ। मैले भन्ने गराएको छु प्रत्येक घरमा प्रत्येक टोलमा प्रत्येक समाजमा विवादहरु असरल ढंगले फैलिएको छ। हामीले अब हाम्रो पेशा नै कस्तो भने अरूको विवादमा हामीले इन्टरटेन गर्नुपर्ने जस्तो अरूको विवाद भयो भने मात्रै हामीले काम पाउने डाक्टरले अरू बिरामी भयो भने मात्रै काम पाउने जस्तो हाम्रो पनि काम चाहिँ सामाजिक क्षेत्र तर अरूलाई समस्या भयो भने मात्रै हामीले काम पाउने। त्यसकारण एक किसिमको समाज सेवा पनि हो यो समाज सेवामा पनि यहाँहरुले समाज सेवाकै ढंगले विदेशमा पनि यो सामुदायिक ढंगले चल्छ भोलिन्टियर ढंगले पनि धेरैले गर्ने गर्छ। त्यसकारण अभ्यासको रूपमा पनि हामीले भोलिन्टियरले गर्न सक्यौं भने पनि यसले धेरै सकारात्मक असर पनि गर्छ। सकारात्मक रूपमा हामीलाई एक किसिमको ऊर्जा प्रवाह पनि गर्छ र सँगसँगै यो मेलमिलापकर्ताहरु बन्नु भनेको आफ्नै लागि पनि एकदमै सकारात्मक कुरा हो र समाजको लागि पनि सकारात्मक कुरा हो। तालिमे स्थानीय स्तरीय विवादको कथा समाधान यागु वगु हत्यागु मछिंगु खैतगु कथा सामना यागु थजागु विषयले सहल हजुको ख यला महानगरपालिका स्थानीय स्तरीय जिगु विवाद समाधान लागि मेलमिलाप केन्द्र सञ्चालन याना मेलमिलापकर्ता तेत तयार यागु ख स्थानीय शासन सञ्चालन ऐन 2074 या दफा 47 या अधिकार सञ्चालन यागु सन्दर्भे विवाद या त वडा तहले हे समाधान यागु लागि मेलमिलाप केन्द्र अवधारणा सुरुचुको ख